साल 2013 नाइजेरियाको यो एउटा भिडियोले पुरै दुनियाँलाई सकमा राखेको छ। मे 2013 मा ज्यासकन फोन नामको टक बोट नाइजेरियाको कोस्ट नजिकै तेल प्लेटफर्मतिर जाँदै थियो। जहाजमा 12 जना क्रू मेम्बरहरू थिए। बिस्तारै अगाडि बढ्दै जाँदाखेरि अचानक समुद्रमा ठूलो वेभ आयो र जहाज सिधै पल्टियो। केही सेकेन्डमै पुरै जहाज पानीले भरिन्छ। करिबन 30 मिटरको गहिराईमा गएर डुब्छ। सबैलाई लाग्छ सायद अब कोही पनि बाँचेनन् होला, तर एकजना ह्यारिसन नामको व्यक्ति बाथरुम भित्र थिए। 12 जना क्रू मेम्बर मध्ये 11 जना क्रू मेम्बरको डुबेर मृत्यु भयो र लकिली ह्यारिसन्स बाँचे। तपाई आफै सोच्नुस्, एउटा व्यक्ति 30 मिटरको गहिराईमा एक्लै छ। लकिली जहाज डुब्दा त्यहाँ सानो एयर पकेट बन्छ, त्यहाँ उनी फस्छ। चारैतिर अन्धकार, चिसो पानी र एक्लै उनीसँग खानाको रूपमा केही पनि थिएन। अब एउटा मात्र उपाय थियो, मृत्युको प्रतीक्षा। ह्यारिसन करिबन 60 घण्टा मृत्युको प्रतीक्षा गर्दै त्यहाँ बसे। तर जब रेस्क्यू डाइभरहरू डेड बडिज निकाल्न आए, अचानक एउटा डाइभरले हात देखे। अब डाइभरले त्यो हातलाई छुँदा त्यो हात हल्लिँदै थियो। सबैजना शक भयो। त्यसपछि ह्यारिसनलाई तुरुन्तै रेस्क्यू गरियो। यो घटना हिस्ट्रीकै सबैभन्दा अनबिलिभेबल सर्भाइभल स्टोरी मध्ये एक पर्दछ र आज ह्यारिसन त्यही रेस्क्यू कम्पनीमा रेस्क्यू गर्ने काम गर्छ।